त्रिभुवन विश्वविद्यालयको जग्गा हामीले दुरुपयोग गरेको आरोप लगाइयो, जबकि उक्त जग्गा हामीले रोजेर लिएको होइन, महानगरले दिलाएको हो। जग्गा प्राप्तिमा हाम्रो भूमिका केही पनि थिएन। विवादकै कारण हाम्रो मेची महाकाली अभियान प्रभावकारी हुन सकेन र बीचमै स्थगित गर्नु पर्यो। आर्थिक वर्ष 2078-79 मा सङ्घीय सरकारले नै गौतम बुद्ध रङ्गशाला शीर्षकमा 22 करोड रुपियाँ बजेट छुट्याएको थियो। बजेटमै परेपछि त पक्कै आउँछ होला भन्ने लागेर पनि हामीले उधारोमा काम गरिरहेका थियौँ। तर रातो किताबमा समेत चढिसकेको रकम कहिल्यै निकासा भएन। कारण एउटै थियो, रङ्गशाला निर्माण सुरु हुनुभन्दा अघि सङ्घीय सरकार, प्रदेश सरकार र स्वयं भरतपुर महानगरपालिकाले सोझै फाउन्डेसनलाई अनुदान दिन मिल्छ भनेर निर्माणको अगुवाई गर्ने प्रेरित गरियो। जब निर्माण सुरु भयो, अनुदानमा मिल्दैन, राज्यले नै ठेक्का लगाउनुपर्छ भन्दै पटक पटक रकम फ्रिज गर्ने कार्य भइरह्यो। बागमती प्रदेश सरकारले पनि बजेटमा राख्यो, तर निकासा भने गरेन। उधारो चुनिँदै गएपछि 2078 साल साउन 22 गतेबाट हामी निर्माण कार्य स्थगित गर्न बाध्य भयौँ। सो पश्चात सम्झौता अनुसार पुस 2 गते हामीले महानगरपालिकालाई स्वामित्व हस्तान्तरणका लागि लिखित पत्र दियौँ। महानगरपालिकाले यो संरचना जिम्मा लिँदा सबै आर्थिक दायित्व 1 महिनाभित्र फरकफारक गरेर हामीलाई सम्मानसहित विदा गर्ने प्रतिबद्धता जनाएको थियो। हामीले पत्र पठाए लगत्तै महानगरले रङ्गशालाको हर हिसाब तथा भौतिक संरचनाको चेक जाँच गर्न मूल्याङ्कन समिति गठन गर्यौँ। हामीसँग आर्थिक तथा भौतिक लेखापरीक्षण प्रतिवेदन मागियो। हामीले तत्काल बुझायौँ। हाम्रो आर्थिक प्रतिवेदनको मूल्याङ्कन गर्नका लागि महानगरले जी प्रकाश एन्ड एस्टेट्सलाई जिम्मा दियो। प्राविधिक लेखापरीक्षणका लागि सरकार मार्फतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनलाई दिइयो। हर हिसाबको मूल्याङ्कन नसकिँदै 2078 साल माघ 20 गते महानगरबाट हाम्रो मन्जुरीनामा लिने काम भयो। जी प्रकाशले माघ 28 गते आयोजनाको लेखापरीक्षण प्रतिवेदन महानगरलाई बुझायो। त्यसबेला हामी चितवनमै थियौँ, तर हामीलाई प्रतिवेदन हेर्न समेत दिइएन। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीसँग प्रतिवेदन माग्दा उहाँले एकैचोटि केन्द्र सरकारमा फरवार्ड गर्ने हो भनेर उपलब्ध गराउनु भएन। रङ्गशालाको आर्थिक तथा भौतिक प्रतिवेदन महानगरबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै युवा तथा खेलकुद मन्त्रालयमा पठाइयो। बाहिर हामीमाथि अनेकन प्रश्न उठिरहेका थिए, तर सरकारी प्रतिवेदन न सार्वजनिक भयो न हामीले हेर्न पायौँ। प्रतिवेदन नपाइकन हामीले बाहिर बोल्न उचित ठानेनौँ। सायद त्यो हाम्रो कमजोरी पनि थियो। हामी नबोल्दा निरन्तर भ्रम र अफवाहहरू फैलाइरहे। प्रतिवेदन काठमाडौँ आएपछि सुरु भयो मेरो सरकारी अड्डाहरूको गोल चक्कर। यो 5 वर्षमा मैले सिंहदरबार कति पटक फेरो लगाएँ, कुनै लेखाजोखा छैन। शनिबारको दिन समेत ट्याक्सीमा कागजका ठेले बोकेर सिंहदरबार बसेको छु। घन्टौँ घन्टा प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी कर्मचारीहरूको दैलो ढुकेको छु। यसैबीच 2078 साल माघ 2 गते हामी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको समाचार मिडियामा आयो। त्यसबेला